नमस्कार। धार्मिक आस्था युट्युब च्यानल हेरेर बसिराख्नु भएका समस्त भक्तजनहरूलाई सर्वप्रथम हामी स्वागत गर्न चाहन्छौँ धार्मिक आस्था युट्युब च्यानलमा। सधैँ आज पनि हामी साप्ताहिक राशिफल लिएर यहाँहरूका समक्ष उपस्थित भइसकेका छौँ। साप्ताहिक राशिफललाई शुभारम्भ गर्नु पूर्व यदि अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु भएको छैन भने आज नै सब्स्क्राइब गरेर हाम्रो च्यानलमा जोडिनुहोला। आउनुहोस् साप्ताहिक राशिफललाई शुभारम्भ गरौँ। मेष राशि भएका व्यक्तित्वहरूको यो साता कुरो गर्नु पर्दाखेरि तपाईका काममा विशेष किसिमको ध्यान दिनुपर्ने समय आएको छ। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा मानसिक तनावका स्थितिहरू सृजनाहरू हुन सक्लान्। नयाँ प्रेम सम्बन्धहरू कायम गर्नका लागि अत्यन्तै उत्तम किसिमको समय आएको छ भने वित्तीय पक्षको कुरो गर्नुपर्दाखेरि खर्च अधिक हुनेछन्, त्यसैले खर्चमा संयमता अपनाउनु पर्ने हुन्छ। करियर क्षेत्रमा भने केही सुधारहरू आउन सक्लान्। पारिवारिक जीवनमा परिवारसँग समय व्यतीत गर्नुहोला। विशेष गरी मङ्गलबार हनुमानजीको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। मेष राशि भएका व्यक्तित्वहरूको लागि। वृष राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि यस हप्ता काममा बोझहरू थपिन सक्लान्। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा पाचन प्रणालीमा केही समस्याहरू आउन सक्लान्। प्रेम सम्बन्धमा पनि अलिक वैचारिक मतभेदका स्थितिहरू सृजना हुन सक्नेछन्। आर्थिक पक्षहरू भने कमजोर रहने देखिएको छ। करियर पक्षको कुरो गर्नुपर्दाखेरि कठिन परिस्थितिहरूको सामना गर्नुपर्ने समय देखिएको छ। घरमा पारिवारिक जनमा पनि सन्तुलन कायम गर्न अत्यन्तै आवश्यक देखिन्छ। विशेष गरी वृष राशि भएका व्यक्तित्वहरूले शुक्रबार माता लक्ष्मीको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। वृष राशि भएका व्यक्तित्वहरूको लागि। मिथुन राशि भएका व्यक्तित्वहरूको यो साता कुरो गर्नु पर्दाखेरि कार्यक्षेत्रमा केही प्रगति हुने योगहरू देखिएका छन्। स्वास्थ्यमा तनाव र चिडचिडापनले असर पुर्याउन सक्ला। प्रेम सम्बन्धी कुरो गर्नु पर्दाखेरि प्रेम जीवनमा उत्साहजनक समय रहेको छ। वित्तीय पक्षमा आर्थिक अवस्थामा सुधार आउने सम्भावना देखिन्छ। विशेष गरी करियर क्षेत्रको कुरो गर्दा काममा जिम्मेवारीहरू बढ्ने समय आएको छ भने पारिवारिक जीवनमा घरमा सन्तुलन बनाइराख्नु अति आवश्यक देखिन्छ। विशेष गरी बुधबार भगवान गणेशजीको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ हुनेछ। मिथुन राशि भएका व्यक्तित्वहरूको लागि। कर्कट राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि कार्यस्थलमा नयाँ अवसरहरू सृजना हुनेछन्। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा विशेष गरी हड्डी अथवा मांसपेशीका समस्याहरूले सताउन सक्ला। प्रेम सम्बन्धमा उतार चढावहरू आउन सक्ने स्थितिहरू देखिएका छन् भने वित्तीय पक्षमा आर्थिक पक्ष राम्रो रहनेछ। करियरको कुरो गर्नु पर्दाखेरि मेहनत अनुसारको मूल्य प्राप्त गर्न धेरै कठिन हुनेछ। पारिवारिक जीवनमा सन्तुलनको आवश्यकता देखिन्छ। विशेष गरी सोमबार भगवान शिवजीको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। कर्कट राशि भएका व्यक्तित्वहरूका लागि। सिंह राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि कार्यक्षेत्रमा नयाँ परिवर्तनहरू हुने समय देखिएको छ। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा उच्च रक्तचापका समस्याहरूले सताउन सक्लान्। प्रेम सम्बन्धको कुरो गर्नुपर्दा प्रेम जीवनमा केही सुधारहरू आउने स्थिति देखिएको छ भने वित्तीय पक्षमा खर्च अत्याधिक बढेर जाने समय आएको छ। करियर क्षेत्रमा नयाँ प्रोजेक्टहरूमा काम मिल्न सक्लान्। त्यसै गरी कुनै पनि नयाँ प्रोजेक्टहरू गर्दै हुन्छ भने त्यसमा सफलता प्राप्त होला। पारिवारिक जीवनमा
नयाँपनहरू आउने समय देखिएको छ। विशेष गरी भगवान सूर्य नारायणको उपासना गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ हुनेछ। सिंह राशि भएका व्यक्तित्वहरूका लागि कन्या राशि। कन्या राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि आत्मविश्वास बढेर जाने समय आएको छ। स्वास्थ्य सम्बन्धी कुरो गर्नु पर्दाखेरि केही मानसिक तनावहरू अथवा मानसिक शान्तिको आवश्यक देखिन्छ। त्यसै गरी प्रेम सम्बन्धको कुरो गर्नु पर्दाखेरि प्रेम सम्बन्धमा नयाँ पाटाहरू थपिनेछन्, नयाँ बाटोहरू सिर्जना हुनेछन्। वित्तीय पक्षमा धन लाभका सम्भावनाहरू बढेर आएको देखिन्छ। करियर क्षेत्रको कुरो गर्नु पर्दाखेरि काममा सफलता मिल्नेछ भने पारिवारिक जीवनमा केही समय बिताउनु पर्ने समय देखिएको छ। विशेष गरी कन्या राशि भएका व्यक्तित्वहरूले बुधबार भगवान गणेशजीको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। कन्या राशि भएका व्यक्तित्वहरूको लागि तुला राशि। तुला राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि आत्मविश्वास र कार्यक्षेत्रमा सुधार हुनेछ। स्वास्थ्य सम्बन्धी कुरो गर्नु पर्दाखेरि हड्डी अथवा जोर्नीहरूको समस्याले सताउन सक्ला। प्रेम सम्बन्धको कुरो गर्नुपर्दा प्रेम सम्बन्धमा नयाँपन अथवा समर्पणको आवश्यकता देखिन्छ। वित्तीय पक्षमा राम्रो रहनेछ, तर खर्च गर्दाखेरि संयमता अपनाउनु पर्ने हुन्छ। करियर पक्षको कुरो गर्नु पर्दाखेरि यो हप्ता जागिर अनि व्यवसायमा राम्रो अवसरहरू मिल्नेछन्। पारिवारिक जीवनमा घरमा सन्तुलन कायम राख्नुपर्ने हुन्छ। विशेष गरी तुला राशि भएका व्यक्तित्वहरूले शुक्रबार माता लक्ष्मीको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। तुला राशि भएका व्यक्तित्वहरूको लागि वृश्चिक राशि। वृश्चिक राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि नयाँ कामहरू थपिनेछन्, तथापि त्यसको बावजुद पनि काममा सफलताहरू प्राप्त हुनेछन्। स्वास्थ्य सम्बन्धी कुरो गर्नु पर्दाखेरि पेट सम्बन्धी समस्या अथवा पाचन प्रणाली सम्बन्धी समस्याले सताउन सक्नेछ। प्रेम सम्बन्धको कुरो गर्नु पर्दाखेरि प्रेम जीवनमा सुधारहरू आउनेछन्। वित्तीय पक्षमा अनपेक्षित खर्चहरू बढेर जानेछन्। करियरको कुरो गर्नु पर्दाखेरि व्यावसायिक करियरमा भने अवश्य सफलता प्राप्त हुनेछ। पारिवारिक जीवनको कुरो गर्नुपर्दा पारिवारिक सहयोग मेलमिलापको समय आएको छ भने मङ्गलबार श्री हनुमानजीको पूजन गरेर कुनै पनि कार्यको शुभारम्भ गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। वृश्चिक राशि भएका व्यक्तित्वहरूको लागि धनु राशि। धनु राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि मेहनत अनुसारका सफलताहरू प्राप्त हुनेछन्। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा थकान र तनावहरूबाट बच्नुहोस्, किनकि अत्यन्तै धेरै तनावहरूको स्थितिहरू सिर्जना हुन सक्लान्। प्रेम सम्बन्धको कुरो गर्नुपर्दाखेरि साझेदारीपूर्वक कुनै पनि कार्य गर्नु आवश्यक देखिन्छ प्रेम जीवनमा। त्यसै गरी करियर क्षेत्रको कुरो गर्नु पर्दाखेरि काममा प्रगति, नयाँ अवसरहरू प्राप्त हुनेछन्। वित्तीय पक्षमा आर्थिक स्थिति बलियो रहनेछ भने घर अथवा पारिवारिक जीवनमा शान्ति अनि सौहार्द कायम गर्नु आवश्यक देखिन्छ। विशेष गरी बृहस्पतिबार भगवान विष्णुको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। धनु राशि भएका व्यक्तित्वहरूको लागि मकर राशि। मकर राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि विशेषतः नयाँ अवसरहरूका योगहरू बनिरहेका छन्। स्वास्थ्य सम्बन्धी कुरो गर्नु पर्दाखेरि मांसपेशी अथवा हड्डीका समस्याहरूले विशेष सताउन सक्लान्। प्रेम सम्बन्धमा नयाँ साझेदारीहरू आउनेछन् भने आर्थिक पक्षहरू बलियो रहनेछन्। काममा भने ठुला अथवा चुनौतीपूर्ण कामका स्थितिहरूलाई सामना गर्नुपर्नेछ। पारिवारिक जीवनमा सम्बन्धहरू सुदृढ पार्ने मौका रहेको छ भने शनिबार शनिदेवको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ रहनेछ। मकर राशि भएका व्यक्तित्वहरूको लागि कुम्भ राशि। कुम्भ राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि नयाँ योजना अथवा नयाँ कार्यको स्थलानी गर्नुपर्ने समयहरू आएका छन्।
स्वास्थ्यमा भने मानसिक तनावका स्थितिहरू सृजना हुन सक्लान्। प्रेम सम्बन्धमा भने उत्साह अथवा नयाँपनहरू आउनेछन्। वित्तीय पक्षमा आर्थिक पक्ष बलियो भए तापनि केही खर्च गर्ने समय पनि आएको हो। करियर क्षेत्रमा काममा सुधार हुनेछन् र अनेकौं किसिमका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। पारिवारिक जीवनमा परिवारसँग समय बिताउनुहोस्, परिवारको साथ मिल्नेछ। त्यसैगरी शनिबार पिप्पलको पूजा गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ हुनेछ। कुम्भ राशि भएका व्यक्तित्वहरूको लागि मीन राशि भएका व्यक्तित्वहरूको कुरो गर्नु पर्दाखेरि काममा केही बोझहरू भने बढ्ने समय देखिएको छ, तर त्यसको बावजुद पनि कार्य सफलता प्राप्त हुनेछ। स्वास्थ्य सम्बन्धी कुरो गर्नु पर्दाखेरि थकान, कमजोर, त्यसैगरी मानसिक स्वास्थ्यका केही समस्याको भने सामना गर्नुपर्ने हुन सक्ला। प्रेम सम्बन्धको कुरो गर्नु पर्दाखेरि प्रेम जीवनमा सुधार आउने किसिमको समय देखिएको छ। वित्तीय पक्षमा आर्थिक पक्ष अत्यन्तै बलियो रहनेछ। करियरको कुरो गर्नु पर्दाखेरि कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुन सक्लान्। पारिवारिक जीवनमा भने परिवारको साथ र सहयोगबाट मात्रै कुनै पनि कार्यको स्थलानी गर्नु शुभ देखिन्छ। त्यसैगरी बृहस्पतिबार अथवा बिहिबार भगवान विष्णुको पूजन गरेर कुनै पनि कार्यको स्थलानी गर्नुहोस्, अत्यन्तै शुभ हुनेछ। मीन राशि भएका व्यक्तित्वहरूको लागि हस्त। यी त थिए 12 राशि अनुसारका आफ्ना राशिफलहरू। राशिफलले जे जस्तो बताए तापनि मन, वचन, कर्मद्वारा अगाडि बढ्नुहोस्, अवश्य सफलता तपाईँको हात पर्नेछ। हाम्रो भिडियो तपाईहरूलाई कस्तो लागिरहेको छ त? भिडियो हेरिसकेपछि हाम्रो च्यानल धार्मिक आस्थालाई सब्सक्राइब गरेर जोडिन नबिर्सिनुहोला र सल्लाह, सुझाव अनि प्रतिक्रियाका निमित्त तल दिएको कमेन्ट बक्समा अवश्य कमेन्ट गर्नुहोस्। हस्त आजलाई यिनै राशिफलका साथमा म पनि यहाँबाट बिदा हुन चाहन्छु। सबैलाई तपाईँहरूका दिनहरू शुभ रुन्। जय श्री राधे।